लु म अङ्कल चाहिँ होइन फेरि हामी चाहिँ त्यताबाट बाँडिएर आएको यतापट्टि मेरो भाउजू मेरो त यस्तै हो घर जाने लु बसले यतापट्टि आउनु न ल छिटो आउनु न यहाँ मासु चाहिएको छ मासु त त्यतैपट्टि पो रहेछ त हजुर बस्छ छ त म त यो चाहिँ लिएर जानु पर्यो म चाहिँ के अर्कै ग्रहबाट आएको हो र यही ग्रहको मान्छे हो त नि अर्कै ग्रहबाट आएको जतिकै गर्नुहुन्छ त यो मान्छेलाई हेर भन्दै अङ्कल लु म अङ्कल चाहिँ होइन फेरि दाई चाहिँ भन्नु क्या दाई हो त दाई भन्नु क्या अनि म अङ्कल जस्तो छुइनँ नि त नि कति वर्ष पुग्नु भयो फेरि यो भाउजू अङ्कल यो भाउजू फेरि के हुन्छ कि होइन नि त नि म अङ्कल जस्तो देखिन्छु त भाउजू भन्नु त तपाईँ अङ्कल जस्तै देखिन्थिनँ म अनि मेरो भाउजू मेरो त यस्तै हो कता हो क्या यस्तो यो आमा होइन म त चिने जस्तो नि लाग्यो होइन जस्तो नि लाग्यो अनि कहिले आउनु भएको दिदी कता आउनुहुन्छ यता धनकुलैतिर अनि नाकमुखै देखिँदैन जाने अनि ए अहिले हजुर मेरो त ऊ पर छ मेरै हो मेरो त ऊ पर बाइक छै उतै हो बाइक त ए जानुभएको दिदी ए ल हाम्रो गाउँको त सबैजना पो हुनुहुन्छ त फुपूहरू पनि ल कता पुगेर आउनुभएको फुपू ए अब फर्किने यहाँ टमाटर किन्नु थोरै लिनुपर्ने छ कि एक्लै अनि फुपू एक्लै के चाहिँ हुन्छ त अनि उतापट्टि फुपू यतातिर दिदी अनि पातल हुनुभएछ त नि तपाईँ त नि अलिक मोटो हुनुहुन्थ्यो नि त त्यति बेला त होइन साँच्चै पो त कति वर्षपछि तपाईँलाई त मैले कति 13-14 वर्षपछि पो देखेको होला त हो त्यत्रो धेरै त नि हो होइन त्योभन्दा धेरै नै हो ल हुन्छ जानु यो कति रुपियाँको हो 15-20 किलो कलिलो होस् है भाइ ल कति रुपियाँ भयो गाजर 30 केजी जस्तो हाल्दिनु नि अनि अरु के छ नयाँ सब्जी त्यो कतिको भयो गर्दिनु टमाटर के छ अरे 30 रुपैयाँको निकाल्नु नि ठ्याक्कै कस्तो त को पो भनेको त कहाँ गएर आएको एक्लै
घर जाने घर चाहिँ हिँडेको त लु बसले कसरी बस्नु अनि के चाहिँ गर्नु त नि मैले चाहिँ के चाहिँ गर्नु पर्छ अनि उल्टो बस्दा हुन्छ जस्तो सुकै बस सुल्टो बस कि उल्टो बस कि आयो बहिनीलाई चेप्छु होला नि त फेरि चेप्दैन कहाँ गएर आएको भन त तिमी ए पर्मिलालाई मैले अघि कहाँ देखेको थिएँ देखिँदै ए हो मासतिर जाँदै थियो लु ल आम्मै गाँदैन भयो नानी पैसा चाहिँ ल्याऊ बरु 100 रुपियाँ 100 रुपियाँ पैसा 100 रुपियाँ ल्याऊ न उहाँदेखि बोकेर यहाँ ल्याएको होइन पैसा त छैन खाएर जाने नखाने जिस्काइदिएको नखाने ल